वाट अ च्याम्पियन्स लिग नाइट इट वाज। गए राति चाहिँ च्याम्पियन्स लिगमा निकै नै इन्टरटेनिङ म्याचहरू भएका थिए, जसमध्ये चाहिँ एउटा म्याच थियो आर्सेनल भर्सेस एथलेटिक क्लब। यो म्याचमा आर्सेनल चाहिँ हेभिली फेभरेट देखिए तापनि एथलेटिक क्लबलाई आफ्नो होमको एडभान्टेज थियो र यो म्याचको कुरा गर्दाखेरि चाहिँ आर्सेनलले निकै नै चान्स क्रिएट गरे पनि फर्स्ट हाफमा चाहिँ उनीहरूले गोल हान्न सकिरहेका थिएनन् र फर्स्ट हाफमा चाहिँ रिजल्ट नेल थियो। गेम चाहिँ तब चेन्ज भयो जब आर्सेनलले भिक्टर ग्योक्रेस र एजेलाई चेन्ज गरेर मार्टिनेली र ट्रोसार्डलाई ल्यायो र मार्टिनेली आउन साथ उनले अराउन्ड 1 मिनेटमा गोल गरेर आर्सेनललाई 1-0 को लिड दिलाएका थिए भने र ट्रोसार्डले पनि 87 मिनेटमा गोल गरेर आर्सेनललाई 2-0 को लिड दिलाएका थिए र आर्सेनलले चाहिँ यो म्याच कम्फर्टेबली जित्यो। र अब कुरा गरौँ रियल म्याड्रिड भर्सेस मार्सेल, जहाँ चाहिँ रियल म्याड्रिडले आफ्नो होममा मार्सेललाई 2-1 ले जित्यो। यो म्याच चाहिँ रियल म्याड्रिडको लागि सोचेको जस्तो भएन। फर्स्ट हाफको 22 मिनेटमै मार्सेलले गोल गर्यो र 1-0 अप थियो मार्सेल, जुन चाहिँ एक मिस्टेकको कारणले गर्दा मार्सेलले गोल गर्न पुग्यो र त्यसको 6 मिनेटपछि रियल म्याड्रिडले पेनाल्टी मार्फत गोल गर्यो र स्कोर लाइन चाहिँ 1-1 थियो फर्स्ट हाफमा। र खेलको 72औं मिनेटमा चाहिँ डेनी कार्वाहालले जिलितिन जितानको स्टाइलमा रेड कार्ड लिन पुगे र रियल म्याड्रिड चाहिँ 10 म्यान डाउन भयो र त्यति गर्दा पनि रियल म्याड्रिडले 80 मिनेटमा गएर एउटा पेनाल्टी पायो जसलाई चाहिँ एम्बापेले कन्भर्ट गर्न सफल भए र रियल म्याड्रिडले 2-1 ले यो म्याच जितेको थियो। र यो म्याचमा मार्सेलले निकै नै राम्रो प्रदर्शन गरे तापनि उनीहरूले यो म्याच हार्न पुगे। र अब कुरा गरौँ हिजोको बेस्ट म्याच जुभेन्टस भर्सेस डर्टमन्ड, चाहिँ एक हाई स्कोर म्याच भयो। यो म्याचमा चाहिँ कुल 8 गोल भएको थियो र यो म्याचमा चाहिँ दुईटै टिमले 4-4 गोल गरेका थिए भने र यो म्याचमा चाहिँ सेकेन्ड हाफमा मात्र 8 गोल भयो, जहाँ चाहिँ डर्टमन्डले 4 र जुभेन्टसले 4 हानेका थिए भने जुभेन्टसले चाहिँ कमब्याक गरेर यो म्याचलाई ड्र बनाएको थियो र 90+ मिनेटमा चाहिँ जुभेन्टसले 2 गोल हानेको थियो र यो म्याचबाट चाहिँ जुभेन्टसले र डर्टमन्डले पोइन्ट सेयर गरेका छन्।